नमस्कार। हिजो बेलुका मैले एउटा भिडियो अपलोड गरे। नेपालमा बसेर तिब्बत फ्री हुने नारा लगाउनु पछि हाम्रो लागि घातक हुन सक्छ भनेर। उक्त भिडियो हालेको केही बेर पछाडि मलाई एउटा युवतीको कल आउँछ। केन्द्रबिन्दु टेलिभिजनबाट बोलिरहेको छु, तपाईको अन्तर्वार्ता लिनु पर्यो भनेर भन्छन्। म आउँदैन, म भ्याउँदिन भनेर भने। उनले लगातार कल गर्छिन् र कमरेड म पनि तपाई जस्तै कम्युनिस्ट हुँ। अब यति बेला नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको बेलामा कम्युनिस्ट आन्दोलनको विषयमा तपाईको के विचार छ राख्न आइदिनुस् भनेर भने। त्यसपछि म उनले दिएको समयमा भोलि बिहान आज 10 बजे ठ्याक्कै अनामनगर पुगे। उनले माथि अर्कैको अन्तर्वार्ता चलिरहेको छ, तपाईको अन्तर्वार्ता चाहिँ यो पछाडि भनेर भनिन्। अनि एकछिन पर्खे। अनि त्यसपछि ऊ त्यहाँनिर हाम्रो अर्को स्टुडियो हो, त्यहाँनिर जाने हो भनेर भनिन् क्या उनले। अनि म पनि हिँड्दै गइसकेपछि मलाई उनको गतिविधि शंकास्पद लाग्यो। होइन यो के गरिरहेका छन् यिनीहरूले जस्तो लाग्यो। त्यसपछि पुलिस भनेर मलाई उनीहरूले भनेका थिएनन् अहिलेसम्म। उनीहरूले मलाई तपाई हिँड्नुस् कि हिँड्नुस्, गाडीमा हिँड्नु भनेर भने। प्राइभेट गाडी छ। मैले अब थाहा पनि पाइने यो के हो मलाई त एकदम डर लाग्यो त्यति बेला। अनि म त्यहाँनिरबाट भागे। त्यहाँनिरबाट म अन्तर्वार्ता दिन म गएँ भनेर म त्यहाँबाट भागे। अनि भागिसकेपछि उनले मलाई समातेर अनि उनीहरूले चाहिँ मजाले चाहिँ तीनजना मिलेर घिसार्दै गाडीमा लगेर चाहिँ अनि पुलिस स्टेसन लगेर इन्टरोगेट गरे। 3 घण्टासम्म इन्टरोगेट भयो। त्यहाँनिर मोबाइलहरू चेक जाँच गरियो। पुलिसहरूले त्यस्तो नराम्रो बिहेभ केही पनि गरेनन्, उनीहरूले राम्रै गरे। तर मेरो एउटै कुरा छ कि उनीहरूसँग अरेस्ट वारेन्ट पनि थिएन।